यस्तो हुनुपर्छ क्या गर्लफ्रेन्डमा मात्रै यस्तो हुनुपर्छ चुपलाई केटीको फरियाभित्र पुरा लुक्ने मान्छे भयो चुप लागेर केटारीको कुरा के डराउँछ एउटा पिरो आएर क्या दिएछ नि सरले फेरि पुरा रिल्याक्स पारामा यता फेरि के हो त नि पुरा ऊ गर्दै मुख तान्दै बसेको फेरि पिरो भयो खाइन मैले त पेट दुखेको म त जाँदा पर्छ टोइलेट रातभरि गर्दैन डेली त खान्न मैले अहिले भोलि बिहान चिसाएर चुप्क राख्नु त्यहाँ माथि राख्नुपर्छ कि किचन त्यहाँ राख्नु चिसो कता आज प्रिन्सलाई आउन जुरेछ त नि फेरि ए हो खतरा यो त सर त बाबा ए हेन्सम है कडा हो के हेरेको त नि फेरि खाएको टोलाएर टोलाएर हेरेको त नि खान्छ बिचरा मलाई पनि खाना पायो भने त के भनेर पागलहरू सितान सिता खानुहुन्छ के बोलेको सितान भन्दाखेरि सक्यो यो यति हुँदैन पचासमा बेकार भाडा जुनाइरा 10 रुपियाँ दिइ सकिन म त मरेको काले आउँदा म त एउटा काम छ दिदी यहाँ मेरो पछि चप्पल छोडिदिनु हैन त्यो खोला टोइलेट जान आँखा नै मिल्दैन नि मिल्छ कहाँ हिँडेको त्यो त भाडाले त बाबु अब मान्ने